हेलो, गुड मर्निङ सबैमा मेरो नमस्कार छ। आज चाहिँ म के भन्न गइरहेको छु भनेदेखि म चाहिँ आज ड्राइभिङ सेन्टरमा चाहिँ ड्राइभिङ सिक्नलाई जाँदैछु। धेरैको मान्छेको मुखबाट सुनियो कि तपाईँको गाडी चलाउने मान्छे र खाना पकाउने मान्छे कहीँ गएर पनि भोकै बस्दैन। त्यही भएर चाहिँ मैले पनि यसो खाली समयमा चाहिँ खाली समयको सदुपयोग गरेर गाडी सिकौँ अनि गाडी सिकेर लाइसेन्स बनाएर राखेपछि पछि काम लाग्न सक्छ जुनसुकै ठाउँमा पनि भन्ने हिसाबले चाहिँ मैले आज चाहिँ चाबेलमा रहेको ड्राइभिङ सेन्टरमा गएर चाहिँ ड्राइभिङ सिक्ने भनेको छु। ठ्याक्कै म फेरि अहिले ड्राइभिङ सेन्टरमा चाहिँ तपाईँको आइपुगेँ होइन। अब यसपछिका तपाईँले चाहिँ देख्न सक्नुहुन्छ यो गाडी मैले नै चलाइरहेको हो है। यो गाडी मैले नै चलाइरहेको छु। अब हेर्नु न, आरामले हेर्नु, म धेरै बोल्न चाहेन, हजुरले नै हेर्न सक्नुहुन्छ। गाडी चलाउन एकदमै इजी छ। हजुरले चाहिँ अलिकति माइन्डलाई चाहिँ अलिक कन्सन्ट्रेट गरेर अलि हल्का चाहिँ भएर चाहिँ अलिक दिमाग लगाएर चाहिँ अलिक ट्राई गर्नुभयो भने चाहिँ हुन्छ होइन। त्यति धेरै गाह्रो चाहिँ हुँदो रहेन चाहिँ। मैले पनि जिन्दगीमा फर्स्ट टाइम यही गाडी नै हो छोएको। योभन्दा पहिला मैले कुनै पनि गाडीहरू छोएको छैन। स्टेरिङ पनि मैले घुमाएको छैन थिएँ होइन योभन्दा पहिला। अहिले नै हो, मैले आज नै हो, मैले मतलब यति बेलै हो मैले तपाईँको त्यो स्टेरिङ घुमाएको भनेको पनि। र जे होस्, सोचे भन्दा सजिलै हुँदो रहेछ होइन। यो गाडी ड्राइभिङ लाइसेन्स भनेको कुरा चाहिँ एकदमै अनिवार्य छ कि अहिलेको यो जमानामा होइन। अनि तपाईँको कुनै पनि ठाउँमा जबको लागि चाहिँ यदि सोधपुछ गर्नुहुन्छ भने हजुरले सिधै हजुरलाई चाहिँ ड्राइभिङ आउँछ कि नै भनेर सोध्छ क्या। तपाईँको अब बाइकको लाइसेन्स अथवा गाडीको लाइसेन्स छ भनेदेखि हजुरलाई चाहिँ एकदमै सहज हुन्छ कि काम पाउनको लागि। त्यही भएर मैले पनि धेरै ठाउँमा चाहिँ तपाईँको कामको लागि जबको लागि अप्लाई गरेँ, मतलब सोधपुछ गरेँ। हरेक ठाउँमा चाहिँ हजुरलाई लाइसेन्स छ हजुरसँग अनि ड्राइभिङ लाइसेन्स छ हजुरसँग, गाडी चलाउन आउँछ हजुरलाई, बाइक चलाउन आउँछ हजुरलाई भन्ने कुरा सुने। त्यही भएर आजभन्दा 2 वर्ष अगाडि चाहिँ तपाईँको बाइकको लाइसेन्स निकालेको थिएँ मैले 2026मा। अब चाहिँ गाडीको लाइसेन्स निकाल्न भनेको छु। त्यसैले चाहिँ म सिक्दैछु। गाइजहरू हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँनिर मैले चलाइरहेको। यो चाहिँ मैले पहिला नै सिकेको भिडियो हो। कारणवश मैले अपलोड गर्न पाएको थिएन, अहिले चाहिँ अपलोड गर्न गइरहेको छु। हजुरहरूले हेरेर लाइक, कमेन्ट, सेयर, प्रतिक्रिया हजुरहरूको दिन सक्नुहुन्छ। हजुरहरूले पनि यदि हजुरहरूको पनि खाली समय छ भने दिनमा 1-आधा घन्टा त खाली त हुन्छ नै सबैको पढाइ गरेर है। त्यति धेरै 24 घन्टा व्यस्त हुने भन्ने त हुँदैन। त्यही भएर हजुरहरूको चाहिँ पाइपर्ने ठाउँमा हजुरहरूको चाहिँ एकदमै सुटेबल समयमा चाहिँ हजुरहरूले सिक्न सक्नुहुन्छ। सिकेर चाहिँ हजुरहरूले ड्राइभिङ लाइसेन्स बनाउन सक्नुभयो भने पछि जुनसुकै अवस्थामा पनि जुनसुकै ठाउँमा गएर पनि हजुरलाई चाहिँ ड्राइभिङ आउँछ भनेदेखि हजुरलाई अलि केही मात्रामा भए पनि राहत सहज हुनसक्छ। त्यही भएर म चाहिँ सबैलाई चाहिँ ड्राइभिङ लाइसेन्स चाहिँ एकदमै अनिवार्य चाहिने एउटा तपाईँको सर्टिफिकेट भनौँ न होइन, एउटा चाहिने एउटा हतियार जस्तै भनौँ न। कुनै पनि ठाउँमा हजुरले जब गर्दै हुनुहुन्छ भनेदेखि यदि तपाईँलाई ड्राइभिङ आउँछ भनेदेखि एकदमै सजिलो भयो। हजुरलाई सजिलैसँग चाहिँ काम गर्न सक्नुहुने भयो। यो भनेको तपाईँको एउटा सिप जस्तै हो। तपाईँले सिप भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हुन्छ लाइफमा होइन। त्यही भएर सिप सिक्नु एकदमै जरुरी छ। चाहे तपाईँले ड्राइभिङ सिक्नुहोस् या अथवा अरू कुनै स्किल्सहरू सिक्नुहोस्, कुनै ट्रेनिङहरू लिनुहोस्, जे गरे पनि सबैभन्दा इम्पोर्टेन्ट चिज भनेको अहिलेको समयमा तपाईँको के भन्छ भनेपछि सिप नै रहेछ। यदि सिप सिक्नुभयो भने तपाईँलाई चाहिँ जुनसुकै ठाउँमा गए पनि जुनसुकै कुनामा गए पनि
इजिली तपाईँले चाहिँ आफ्नो जीविकोपार्जन गर्नलाई केही हदसम्म भए पनि त्यसले चाहिँ सहायता प्रदान गर्छ हैन। सहजताको सिर्जना गर्छ।